हेलो गाइज आज चाहिँ म हजुरहरूलाई न्यू ब्लग लिएर आएको छु। यो चाहिँ हाम्रो सानो जेम्स जिमीले हैन ड्राइङ बनाउँदै गरेको है। यो चाहिँ भर्खर स्टार्टिङ छ है। टक्क हजुरलाई अब यो कम्प्लिट हुन बाँकी नै छ। यो चाहिँ उसको आफ्नै कन्सेप्ट हो है। उसले चाहिँ यो उसको बनाउने सामग्रीहरू चाहिँ यति नै हो हैन। एउटा कटर अनि यो कलरहरू अनि पेन्सिल अनि यो लेजर है यसको बनाउने। अहिले चाहिँ हाम्रो यो जेम्स जिमीले धम्माधम कलर लाउने भइरहेको छ है। हजुरहरूलाई अब यो कम्प्लिट हुन बाँकी नै छ। कम्प्लिट भएपछि टक्कसँगले अझ राम्रो बनिन्छ है। ड्राइङ बनाउने स्टाइल तरिका लु हेर्नुहोस् मिस्टर जेम्स जिमीको। यो चाहिँ आफ्नै कन्सेप्ट हो उसको। आफ्नै कन्सेप्ट आफ्नै स्टाइलले कलर लाउँदैछ है। टक्क चरा उडेको पनि बनाउने होला नि त। चरा उडेको बनाउँदा दामी हुन्छ। यहाँनिर पहेँलोमा टक टक यस्तो चरा ब्ल्याक दामी देखिन्छ। ओपर हुन्छ। चरा उडेको बनाउने यस्तो क्या यार। यसरी बनाइदिने यसरी यसरी। यो चाहिँ नाउ हो हैन। नाउमा एकजना मान्छे है टक्कसँगले एकछिन यहाँबाट अब टक्कसँगले एउटा पहाड बनाइदिए। यस्तो यता गएको यस्तो गरेर यस्तो आएको टक्कसँगले हो। त्यो हो त्यहाँबाट हो सिधा। धेरै चुचुरो बनाउनु पर्दैन हो। टक्कसँगले यस्तरी हो यस्तरी यस्तो गरेर यस्तो ल। दामी भयो।
यहाँ बालुवा हुन्छ धेरै कडा हुँदै हो त्यतिको ठिक्क छ यहाँनिर चरा उडेको हुनुपर्छ यहाँ जेम्स जिमीको आर्ट्स ल है हजुर गाइजहरुलाई कस्तो लाग्छ हैन लाइक कमेन्ट शेयर गर्न चाहिँ नबिर्सिनु होला है मिस्टर जेम्स जिमीको आर्ट्स Bye, good. Dami, Bobbal. So nice, wow. ल गाइज कस्तो लाग्यो हजुरहरुलाई लाइक शेयर कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त ओके फेरि हामी अर्को नयाँ ड्राइङ लिएर आउने छौं यसरी नै हजुरहरुलाई हैन एन्टरटेन गराउने छौं यति भन्दै आजलाई बिदा चाहन्छु फेरि नेक्स्ट भिडियोमा भेटौं भन्दै हस्त धन्यवाद